भिडियोको सुरुवात चाहिँ मेरो गाउँदेखि हुन्छ। मेरो घर छ सानो नर्मल आफू बस्ने लायक घर छ। घरभन्दा अलिकति उतातिर चाहिँ एकजना अझै अर्को मेरो गाउँमा एकजनाको घर छ। त्यो घरमा चाहिँ एउटा बुढो आमा बस्नुहुन्छ। बुढो आमालाई अस्ति म घरमै थिएँ, लगभग नेपालको महिना माघ महिनातिर। तर त्यतिखेर नेपालमा चुनावको यस्तो भयङ्कर चलिरहा, महामारी चलिरहा। आमा हो रामेको नातिहरूले सबैले, कसैले अटो रिजर्भ, कसैले बाइकमा, कसैले ठुलो ठुलो नाइट गाडीहरूमा पुरा आफ्नो आफ्नो के भन्छ पार्टीको झन्डाहरू लिएर पुरा हिँडिरहेको थिएँ। म भने अब म चाहिँ खासै पार्टीसँग त्यति मतलब नगर्ने मान्छे। मैले भने अब के गर्नु त यार, अब आफू बाहिरतिर अर्काको देशमा नोकरी गर्ने, आफ्नो गुजारा चलाउने मान्छे, पार्टीले त मलाई के नै गर्ला र भनेर मैले त्यस्तै सोचेर बसिरहेको थिएँ। अनि यसो साँझतिर गइरहेको थियो, गाउँतिर घुम्न गएँ, वकिङ गर्न, हल्का शरीरलाई पनि तन्दुरुस्त राख्न बहुत जरुरी छ। अनि बजे भेटिनु भयो। बजे तपाईँले केमा भोट हाल्ने त भनेको। बजेले भन्नुभयो भोट त केमा हुने नि बाबु, हलोमै हाल्ने भोट। त्यही हलोले गर्दा यहाँ मान्छेले जोते, आफ्नो जमिनलाई जोते, उब्जाउ गरे, अन्नबाली बनाए, आफ्नो घर परिवार पाले, सारा दुनियाँलाई पारे। हलोमै हाल्नुपर्छ भोट। मेरो त सागा सन्तान पुर्खदेखि हलोलाई भोट हाल्दै आएका हुन्। म त हलोमै हाल्छु बाबु भन्न लाग्नु। ए ल ठिकै छ त्यसो भए। मैले सोधे मान्छ हो, यसो गाह्रो पिरो नमान्नु होला सोध्यो भनेर। नै केही छैन बाबु, हामी त के भन्छ पुरै पुर्खजहरूले हलोमा हाल्दै आएको, छोरा छोरी नाति नातिना जबसम्म मेरो यो सागा सन्तान जबसम्म हुन्छ तबसम्म हलोमै राख्ने भनेर भन्नुभयो। ल हुन्छ आमा, हजुरको पनि सोच राम्रै हो, नराम्रो भन्न मिल्दैन भनेर विचार गरिरहेको थिएँ। फेरि अर्को दिन भेटिनु भयो, सम्झाइ बुझाइ गरेँ। आमा ठिकै छ, हलो चाहिँ के भन्छ आजकल मान्छेले हलोले जोत्न पनि छोडे, ट्र्याक्टर आए, पता नै के आयो अहिलेको दुनियाँमा। खेत जोत्नलाई, धरती जोत्नलाई पुरा मेसिनरी सामान आइसके। त्यो हलोलाई छोड्नुहोस्। अब नयाँ पार्टी भर्खर नेपालमा आएछ, घन्टीतिर लाग्नु न त। मैले पनि मेरो बाउ पनि एकदम एमालेको पहिले जमानामा अलिक चलिफेली आएको मान्छे। म त वहाँ घन्टीमा जाँदैछु, तपाईँ घन्टीमा जाँदा के हुन्छ भने, न कहाँ हुन्छ बाबु, म कहाँ आउँछु घन्टीमा, मेरो त पुर्खादेखि त्यही उसमा आएको, घन्टी त हुँदै हुन्न। म त हलोमै ठोक्ने हो, जोत्ने ट्र्याक्टर आउनु चाहे जेसुकै आउनु, म त हलोमै ठोक्छु भन्नुभयो। ल त नै मेरो सुझाव मात्र हो, यसो घन्टीमा हाल्यो भने राम्रै होला। नयाँ अहिले नेपालको सरकार चाहिँ चेन्ज गर्नुपर्छ। अरू त अहिलेसम्म हेऱ्यो के अरे, अहिलेसम्म कसैले केही गर्न सकेन। अहिले सरकार चेन्ज गर्यो भने केही हुनसक्छ नेपालको लागि। यसो घन्टीतिर हाल्नु पऱ्यो आमा भनेर भन्दै थिएँ। नै कहाँ हाल्छु, म त हाल्दिनँ, मरिगए पनि हाल्दैन भनेर भन्नुभयो। मरिगए पनि घन्टीमा हाल्दैन भन्नुहुन्थ्यो। पछि घर गएको, चुनावको 2-4 दिनपछि घर गएको, आमा तपाईँले त के भन्छ, हामी त हलोलाई नै हाल्नुपर्छ, भोट हाल्नुपर्छ, हलोलाई जिताउनुपर्छ, अगाडि लैजानुपर्छ, आफ्नो के भन्छ पुरानो पुर्खादेखि आएको पार्टी हो भनेर भन्नुहुन्थ्यो। भोट चाहिँ केमा हाल्नु हो नि भनेको। कहाँ हुन्छ र बाबु, म त तपाईँले भनेको कुरा चाहिँ यसो लास्टमा भोट हाल्दाखेरि झ्याप्प याद आयो। फेरि हो ओहो, यो के भन्छ पुरानो पार्टीलाई दिएर केही मतलब छैन। नयाँ युवाहरू आएको, अलिक पढे लेखेको, देश बनाउँछु भन्ने उहरू युवा नेताहरू आएको, यो युवा नेतालाई नै हाल्नुपर्छ भन्ने सोच गरेँ। लास्टमा चाहिँ घन्टीमै हालेको बाबु, चुनावको दिन भन्दै हुनुहुन्थ्यो। खै मैले भने हो, तपाईँले पक्का घन्टीमै हालेको आमा, त्यो र नेपालमा के भन्छ 2/3 सरकार घन्टीको आयो होला भने हो बाबु, म त घन्टीमै हालेँ नि। लास्टमा यसो भोट हाल्दाखेरि यस्तो के भन्छ त्यो अशोक स्तम्भ यस्तो हान्नुभन्दा पहिला यसो दिमाग लगाएँ। होइन बाबु, नयाँ सरकारलाई हाल्नुपर्छ भनेर, नयाँ पार्टीलाई हाल्नुपर्छ भने मैले लास्टमा के भन्छ घन्टीमै हालेँ भन्दै हुनुहुन्थ्यो। अरे होला पनि अरू बुढापाकाको भर हुन्न क्या, कतिखेर दिमागले काम गर्दैन, चेन्ज हुनसक्छ एक्कासी है त। ल मेरो भिडियो जसले पनि हेर्नु भएको, यसो लाइक कमेन्ट चाहिँ सब्सक्राइब हानिदिनु होला। ल।